साथीहरू, आज पनि फेरि है एउटा अर्ग्यानिक सब्जी है डुकु। त्यो चाहिँ म बेलुका अब डिनरको लागि चाहिँ यो बनाउनेवाला छु। यो डुकु चाहिँ हाम्रो घरमा सबैजनाले मन पराउँछ। मेरो नानीले पनि खान्छ, मेरो हस्बेन्डले पनि, अनि मलाई त झन् धेरै मनपर्छ यस्तो हरियो परियो है। र आज यो डुकु चाहिँ मेरो जेठानी दिदी है उतापट्टि तेन्जिङको मम्मीले चाहिँ ल्याउनु भएको थिएछ, अनि आधी मलाई पनि दिनुभएको थियो। सो अब योलाई चाहिँ मजाले बनाउँछु अहिले भुटेर है। डुकुलाई मजाले भुटेर चाहिँ बेलुका डिनरमा खानासित खाने हो है साथीहरू। डुकु पनि मेरो पाक्नु लाग्यो, अब यो पाकेपछि चाहिँ हामी डिनर गर्ने हो। अनि यहाँनिर चाहिँ रुख टमाटरको अचार मजाले पिस्दैछु म। कसलाई मनपर्छ कमेन्ट गर्नु नभुल्नुहोला। गाइज, मेरो खाना चाहिँ रेडी भइसक्यो। यो चाहिँ मेरो हस्बेन्डको लागि मैले सर्भ गरिसकेको छु। डुकु, भात, अनि यो चाहिँ अघि पिसेको टमाटरको अचार, रुख टमाटरको अचार, अनि यहाँ चाहिँ छिल्कावाला दाल। आज चाहिँ हामी एकदम सादा खानामा। तपाईँहरूले चाहिँ सबैले डिनर गरिसक्नु भयो होला। हाम्रो चाहिँ यति बेला भर्खर डिनर हुँदैछ है साथीहरू। हामी चाहिँ अब डिनर गर्ने है साथीहरू। अब हामीले चाहिँ बेलुकाको खाना पनि खाइसक्यौँ है, र सकेर सुत्ने बेला भएको। अनि सुत्दा पनि अनि बिहानै उठ्दा पनि मेरो घरदेखि चाहिँ गुम्बाको दर्शन हुन्छ नि त। अनि तपाईँहरूले पनि देखोस् भनेर चाहिँ नाइट भ्यू है देखाइरहेको छु साथीहरू। र सबैजना साथीहरूलाई गुड नाइट।